देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यही आउँदै गरेको 2082 सालको विजया दशमी तथा दीपावली एवं छठ पर्वको सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु। सँगै जेन्जी आन्दोलनमा शहीद भएका उहाँका परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु र जति पनि जेन्जी आन्दोलनमा घाइते भएका साथीहरू हुनुहुन्छ उहाँहरूको छिटै नै स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। त्यसैसँगै जेन्जी आन्दोलनमा शहीद भएको शहीदको आत्माको शान्तिको लागि मैले यसपालि 2082 सालको दशैंको टीका यही भिडियो मार्फत सम्पूर्णमा भन्न चाहन्छु, नलगाउने घोषणा गर्न चाहन्छु र मेरा आफन्त इष्टमित्रहरूमा यसपालि दशैंमा टीका लाउन आएन भनेर गुनासो नगर्दिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु र तपाईहरू पनि सक्नुहुन्छ भने यसपालि टिकटक र सोशल मिडियाहरूमा दशैंको टीका लगाएको फोटो नहाल्दिनु हुन विनम्र अनुरोध गर्दछु, किनभने शहीद भएको परिवारलाई आलो घाउमा नुन हाल्ने काम प्लिज नगर्दिनु हुन विनम्र अनुरोध गर्दछु भन्दै मेरो यो दुई शब्द यही टुङ्गाउन चाहन्छु। जय जेन्जी, जय नेपाल, जय जननी।